नमस्ते साथीहरू। अहिले परीक्षार्थीहरू र सामाजिक सञ्जालमा एउटै ठूलो प्रश्न छ क्या, के कोटा नपुगेर फेरि अर्को परीक्षा होला त? हैन? भर्खरै वैदेशिक रोजगार विभाग DOFE-बाट आएको पछिल्लो अपडेट अनुसार चाहिँ अपुग कोटामा पुनः परीक्षा गर्ने कि नगर्ने भन्ने विषयमा चाहिँ इजरायलको PIBA-सँगको छलफलपछि मात्र अन्तिम निर्णय हुनेछ है त। आज हामी यसै विषयमा गहिरो विश्लेषण गर्नेछौँ है। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आफ्नो धारणा कमेन्टमा राख्न नबिर्सिनुहोला। तपाईहरु सबैलाई थाहा छ, यसपालि 2026मा इजरायलले नेपालबाट 2300 जना सहयोगी केयरगिभरको माग गरेको थियो, जसको लागि त्रिपुरेश्वर स्थित CIIN इन्टरनेशनल क्वालिफिकेशन्स मार्फत क्याम्ब्रिज अप स्किल इङ्ग्लिस टेस्ट सञ्चालन गरिएको थियो। जुन 8 देखि सुरु भएको परीक्षा बीचमा केही प्राविधिक र व्यवस्थापकीय हैन विवादका कारण चाहिँ केही समय चाहिँ स्थगित समेत भयो। हजुरलाई थाहा नै छ होला यो कुरा पनि। तर समग्र परीक्षाको नतिजा हेर्दा एउटा ठूलो संकट चाहिँ देखिएको छ है। 2300 जनाको कोटा तोकिएकोमा जम्मा 1231 जनाले मात्र स्पिकिङ टेस्टमा B1 ग्रेड ल्याउन सफल हुनुभएको छ। यसको सीधा अर्थ के हो भन्दा माग भन्दा झन्डै आधा हैन, अर्थात करिब 1070 भन्दा बढी अझै खाली छ क्या कोटा, राइट? अब विभाग र इजरायल सरकार सामु चाहिँ मुख्य दुईवटा मात्र विकल्प बाँकी देखिन्छ। हेर्नुस्, विकल्प 1 भनेको चाहिँ स्पिकिङमा B1 को सट्टा A2 ल्याएका विद्यार्थीहरूलाई पनि यसैमा समावेश गर्ने है। दोस्रो भनेको चाहिँ यदि इजरायलले चाहिँ अनिवार्य स्पिकिङमा B1 नै चाहिन्छ भन्यो भने चाहिँ अवश्य संख्या पुगाउनको लागि के गर्नु पर्यो त? पुनः रि-एक्जाम चाहिँ सञ्चालन गर्नै पर्यो है त। अब कुरा गरौँ परीक्षा किन कडा भयो र तयारी कसरी गर्ने त यो परीक्षाको लागि भन्ने विषयमा हल्का है त। धेरैलाई लागेको थियो हैन, अंग्रेजी त हो नि, म पास भइहाल्छु नि, गरिहाल्छु नि, B1 त ल्याउने हो भन्नुभएको थियो। तर यसपालिको परीक्षा CEFR यो भनेको कमन युरोपियन फ्रेमवर्क अफ रेफरेन्स फर ल्याङ्ग्वेजेस भन्ने बुझिन्छ है, मोडेलमा चाहिँ आधारित थियो क्या। इजरायलको नियम अनुसार चाहिँ रिडिङमा कम्तीमा पनि A2 ल्याउनु पर्ने हैन, लिसनिङमा कम्तीमा पनि A2 आउनु पर्ने र राइटिङमा चाहिँ कम्तीमा A1 ल्याउनु पर्ने थियो। तर स्पिकिङमा भने चाहिँ अनिवार्य कति त B1 हुनै पर्ने नियम थियो है त। र धेरै विद्यार्थीहरू राइटिङ र लिसनिङमा त पास पनि हुनुभयो, तर कम्प्युटर अगाडि बसेर अन द स्पोट अंग्रेजी बोल्नु पर्दा धेरैको B1 ग्रेड पुगेन है। त्यसैले त भनिन्छ नि, लाइक भाषा घोकेर मात्र हुँदैन के, व्यवहारमा पनि लागू गर्नुपर्छ। यदि तपाई अब आउने दिनमा परीक्षा दिने सोच्दै हुनुहुन्छ भने चाहिँ के गर्नु पर्यो त? कम्तीमा पनि 3 या 4 महिना अघिदेखि नै के गर्नु पर्यो? नियमित रूपमा चाहिँ अंग्रेजी भाषाको विशेष गरी चाहिँ स्पिकिङ र लिसनिङको हैन राम्रो क्लास लिनु पर्यो है, अथवा प्र्याक्टिस गर्नु पर्यो है त। हतारिएर र नपढिकन परीक्षा दिँदाखेरि चाहिँ महँगो शुल्क मात्र खेर जान्छ क्या। सो सबैजनाले एकदमै मजाले 3-4 महिना अगाडिदेखि नै प्र्याक्टिस गर्नुभयो, क्लासहरू लिएर प्रिपरेसन गर्नुभयो भने चाहिँ मार्क्स एकदमै राम्रो आउँछ है त। हो, यही समस्यालाई मध्यनजर गर्दै र तपाईहरुको इजरायल जाने सपनालाई साकार गर्न हामीले विशेष बेसिक अनलाइन इंग्लिश क्लास सुरु गरिसकेका छौं है। यदि तपाईको इंग्लिश हैन अलि कमजोर छ वा कम्प्युटर अगाडि बसेर बोल्न चाहिँ एकदमै डर लाग्छ, नर्भस फिल गर्नुहुन्छ भने यो क्लास तपाईहरुको लागि एकदमै वरदान स्वरूप नै हुन सक्छ है। हामी यस क्लासमा विशेष गरी स्पिकिङ र लिसनिङमा चाहिँ जोड दिनेछौं, जसले गर्दा तपाईले CEFR मोडेलको परीक्षाहरू अथवा एक्जाम्सहरू सहजै एकदमै इजी वेमा चाहिँ पास गर्न सक्नुहुनेछ। ओके, र यसको मन्थली फी मात्र रु 3500 छ। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् र स्क्रिनमा दिएको नम्बरमा वा हाम्रो आधिकारिक पेजमा तुरुन्तै सम्पर्क गर्नु होला है त। त्यसैले साथीहरू अहिले नै आत्तिएर वा निराश भइहाल्नु पर्ने अवस्था केही पनि छैन, नआत्तिनुस् है। परीक्षा अलि हार्ड भए पनि वैदेशिक रोजगार विभागले इजरायलसँग नेपाल श्रमिकै हैन हितमा चाहिँ छलफल गरेको जुन कुराहरू छ नि, नयाँ सूचना अथवा लाइक हुन्छ नि, अब नयाँ समयमा नयाँ सूचना आउने नै छ। ल
अब चाहिँ पालो तपाईहरुको। मलाई तल कमेन्ट बक्समा दुईवटा कुरा बताउनुहोस् है त। पहिलो कुरा चाहिँ तपाईको विचारमा विभागले स्पिकिङमा एटु ल्याउनेहरूलाई नै अवसर दिनुपर्छ कि फेरि विवानकै लागि चाहिँ नयाँ परीक्षा गराउनु पर्छ त? है त। अर्को क्वेशन भनेको के तपाईहरुलाई पनि कम्प्युटरमा आधारित त्यो क्याम्ब्रिज अफ स्किल इंग्लिश टेस्ट साच्चै नै धेरै गाह्रो लागेको हो त? आफ्नो अनुभव चाहिँ कमेन्टमा अवश्य शेयर गर्नु होला है। र भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। इजरायल रोजगार सम्बन्धी अर्को आधिकारिक अपडेट आउन साथ हामी फेरि भिडियो लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। बाई बाई एभ्रीवान, सी यु इन द नेक्स्ट भिडियो।